साथीहरू आज चाहिँ बहिनी र भाइसँग मेरो साथीको घरमा जान लागेको। उसको चाहिँ घर पनि माथि डाँडामा छ। अलिअलि सेतो देखाएको छ नि, उसको घर चाहिँ त्यहाँ छ। अब चाहिँ हामी हिँड्दै जानै लागेको छौँ। बहिनी र भाइ चाहिँ उहाँ पुगिसके, म चाहिँ पछाडि भिडियो बनाउँ न भनेर लागेको। कति धेरै घाम छ क्या साथीहरू, अनि घाम भए पनि अब हामी त हिँड्नु परिहाल्यो भनेर हिँडिरहेका छौँ। अनि त्यहाँबाट भाइ पनि छ, अनि बहिनीलाई त हेर न भनेको हेर्नै मानिरहेको थिइनँ। अनि मैले आफैले क्यामेरा घुमाएर अनि त्यहाँबाट कान्छीपट्टि पनि देखाएँ, अनि हाई भने बल्ल बल्ल। त्यसपछि अनि हामी हिँडिरहेका छौँ। अनि भाइलाई भिडियो खिच्दैनौँ न, हामी हिँड्छौँ भनेको बल्ल बल्ल भिडियो खिच्दै। हामी गर्मी भएर फेरि यस्तो गाह्रो होइन साथीहरू, के गर्नु। धेरै गर्मी भयो साथीहरू। भाइहरू पनि चाहिँ टिकटक बनाउँदैछन्, हामी चाहिँ हिँड्दैछौँ। त भर्खर आधी बाटो पनि भएको छैन, कतिखेर पुगेला जस्तो भइसक्यो। गाह्रो छ, कहिले पुगेला थाहा छैन। भाइले किचकिच गरेर छ, चक्लेट खानु पऱ्यो, चक्लेट चाहियो भने गर्छ। के गर्नु साथीहरू, भाइलाई लिएर आएको हो नि। फाइदा भयो न कि बेफाइदा हो। हाम्रो टिकटक बनाइदिन्छ, फोटो खिचिदिन्छ भनेर लिएर आएको खासमा यसलाई, तर हामीलाई घाटा लाग्यो। खालि चक्लेट भन्छ, के घरिमा के खाने भन्छ, खै के चाहिँ दिनु यसलाई। भाइ तिमी के भन्न चाहन्छौ? तिमी के भन्न चाहन्छौ? मलाई चक्लेट चाहियो। भाइ मात्रै? ओके, फाइनल्ली साथीहरू स्वा गर्दै भए पनि हामी चाहिँ यहीँ चन्दनपुरको भाइरल पुल भन्ने ठाउँमा आइपुग्यो। भाइ चाहिँ हिँड्न नसकेर तल आउँदैछ, ऊ आउँदैछ। हामी चाहिँ अलि अगाडि आइपुगिसक्यो। यो चाहिँ चन्दनपुरको भाइरल पुल अरे। यति धेरै घाम लगाइरहेको छ यति धेरै। हामी त थकित भइसक्यो। अब यहाँ एकैछिन बसेर थकै मारेर अनि मात्रै जङ्गलको बाटो, यो जङ्गलको बाटो उफुमा लागेर जानुपर्छ, अनि माथि पुग्नुपर्छ। फाइनल्ली अब चाहिँ रोडको बाटो चाहिँ सकियो। अब चाहिँ हिँड्नुपर्छ हामी। यहाँ उकालो बाटो ल, हिँड पाइन चाउचाउ। अब खाँदै जाने। अब यहाँ उकालोमा चाहिँ घाम पनि हुँदैन होला त्यति साह्रो। भाइ र बहिनीलाई अगाडि लगाएर आफू पछाडि बिस्तारै हिँड्दैछु। बाटो फेरि अब उकालो छ। भाइको फेरि पारा बेग्लै छ नि प्रभु। यहाँ घाम हुँदैन भन्छ नि त झन्, यहाँ पनि घाम रहेछ है। धेरै गाह्रो भयो, कहिल्यै नहिँड्ने जस्तो भयो बाटो पनि। मलाई चाहिँ गाह्रो भएको छैन। तिमीलाई गाह्रो भएन? मेरो भाइले चाहिँ गाह्रो भएन रे। कान्छीलाई भएको छैन? फेरि साथीहरू बाटो हेर्नुपर्छ। साथीहरू बाटो फेरि यस्तो छ कि भाइ गयो फर्स्टमा, त्यसपछि मेरो पालो। रुखा देखाए गएर कसको चर्तीकला देखाउँदैछ भने बादर वाला चर्तीकला देखाउँदैछ साथीहरू। कान्छीले फेरि सुन्तला लिएर एकैछिन खानु पऱ्यो। अब चाहिँ यो उकालो बाटो पनि सकिन लाग्यो। हामी रोडको बाटोमा पुग्न लाग्यो। मेरा भाइ र बहिनी चाहिँ चलेको झगडा गरेर दिएन, किचकिच गरेको छ। पनि गाह्रो छ साथीहरू। फाइनल्ली साथीहरू हामी चाहिँ रोडमा आइपुग्यौँ। अब चाहिँ यहाँबाट धेरै सुन्नु त्यो माथि हो, घामको छायाले गर्दाखेरि राम्रोसँग घर देखिँदो रहेछ। गाह्रो पनि म कहिले भएको थिएन होला। यिनीहरूलाई दुईजना झगडा गरेर गर्छन्, फेरि घरमा बुझ्छ न, घरमा मिल्छ नि यिनीहरूलाई सम्हालेर ल्याउँदा धेरै गाह्रो पर्यो मलाई। हामी
त्योभन्दा तल्लोपट्टि ग्रिन कलरको घर छ। त्यहाँदेखि हामी यहाँ आइपुग्यौँ साथीहरू। अलिअलि भन्दा देखिँदैन खै। अझै अलिकति यहाँबाट माथि यहाँबाट अलि माथि गएपछि मात्रै उसको घर आउँछ। अझै हामी हिँड्दैछौँ यहाँ घाम ताप्दै ताप्दै हिँड्दै। फाइनल्ली हामी चाहिँ उषाको घरमा आइपुगे। लुगा छ। उषा चाहिँ मलाई पर्खेर बसिरहेको थियो। उसको छोरा चाहिँ उहाँ छ आयो पछाडिको चाहिँ उसको छोरा। कस्तो मेहनती छु म, यति धेरै लुगा सुकाइराखेको छु धोएर। आजले लुगा छ। यिनी चाहिँ मेरो साथी अनि उसको छोरो मोबाइल हेर्दैछन्। हजुर हेलो हेलो, अब चाहिँ हामी फर्केको। यिनले चाहिँ मलाई यति धेरै यहाँ कसैले पनि बोकाएर पठाएको मैले हामी चाहिँ अब यिनको घरबाट फर्केको। ओके बाई। अब अर्कोचोटि आउँदाखेरि फेरि भेटौँला। यिनको छोरो चाहिँ यत्रो भइसक्यो। ल बाई। ल सबैजनालाई बाई। बाई बाई।